हर्क साम्पाङ धरानका मेयर साहबले पार्टी खोल्नु भएको रहेछ। सर्वप्रथम बढाइ छ। जेन्जी आन्दोलनको फाइदा लुट्दै एप्स खोलेर सीमित व्यक्तिहरूले सुशीला कार्कीलाई जिताएर सुशीला कार्कीलाई ठाउँमा पुर्याए नि। अब हर्क साम्पाङले पार्टी खोल्यो, जनता कसको पक्षमा छन् भन्ने कुरा त थाहा पाउँछौ होला नि केही समयमा। काठमाडौँमा सीमित सञ्जाल प्रयोगकर्ताहरूको मात्रै नेपाल देश होइन है, नेपाल देश हाम्रो पनि हो। हामी रुकुम रोल्पा बाग्लुङ यो जति पनि सञ्जालको पहुँच नपुगेका ठाउँहरूको पनि हामी नेपाली हो। अस्ति जेन्जी आन्दोलनले सारा नेपाल अधिराज्यभरि आन्दोलन गरेर राजनीति उठुल पुटुल बनाएर सबैलाई भागदौड गराइदियो। आजभोलि त काठमाडौँ भित्रकाहरू मात्रै पो म यस्तो म उस्तो। अरे यार, तिमीहरू वडा अध्यक्ष लड्न लागेको होइन नि, तिमीहरू एउटा गाउँको महोत्सव चलाउन लागेको होइन नि। नेपाल चलाउन सजिलो हुँदैन है भाइ। तिमीहरू मात्रै काठमाडौँमा सीमित व्यक्तिहरू मात्रै राजनीति गरेर नेपाल बचाउन सक्दैन। हामी पनि त्यही देशको नेपाली नागरिक हौ। अब बिस्तार बिस्तार देखिनेछ तिमीहरू चुरीफुरी।